सबैलाई सन्चिया रामी होला गरे म चाहिँ जान लाग्यो घुम्न। सो आज चाहिँ म हजुरलाई यहाँको गाउँको एरिया देखाउँछु। भेना हजुर अगाडि सुकिसकेन, म चाहिँ बस सिग्नलमा आइयो। आइयो गाउँतिर हो कि होइन दाइ? फाइनली गाइज हामी चाहिँ बाटो त दामी पनि नखाके नेपालबाट आउनु भने नि त्यतिखेर मसँग अगर मैले नयाँ बाइक लिएँ भने नेपालबाट आउनु भने होला दुईवटा भाइ भएर घुम्नु जाम लाग्यो भएर। सो हेर्न सक्नुहुन्छ क्या हरियाली छ क्या। फेरि अगाडिपट्टि फेरि कुडा छ क्या त्यसको यो चाहिँ हाम्रो उसमा आउँदैन किनकि यो चाहिँ कबाट हामीलाई थाहा छैन। किनकि यो बाटोमा यस्तो आइहाल्छ के भन्ने अब हजुरलाई थाहा नै होला। बाटोमा यस्तो आइहाल्छ। हामी चाहिँ जाने हो सुपरम्यानको तर अगाडि। हेलो भाई कैसे खबर? क्यों नहीं बोला भाई? गलती किसकी है? जब अल्लाह नहीं बोलता उसी की गलती है भाई, हमारी गलती ना है। हेलो बिना न मैले खान्छु न म टिप्छु मलाई पाल छैन। सिन त हरि दामी आखा यार क्यामेरामा। अगाडिको सिन के क्या दामी आखा के सिन हेर्नु खतरा आखा के। भिडियो बनेकै छ। ड्याम हो यो। यता उठ्दैन धुलो अब। उता उठ्ने भनेको उतै हो क्या धुलो। यता अब खासै उठ्दैन धुलो अब। क्या नि त नि अब त्यस्तै अब साँच्चा त साँच्चा जङ्गर पुलिसले हालिसकेको थियो, पोस्ट गरिसकेको थियो। अब क्या नि त नि अनि यार त्यो फेरि गरेको कसले चाहिँ त्यसैको बोयफ्रेन्डले आफ्नो साथी पसल या आइयो है। यता हेरिदिनु न ल दाइ। हेलो भेना, हेलो आउनु भयो होइन? फाइनली हामी चाहिँ यता आइयो गाउँ साइडतिर, लेक साइडतिर है। फेरि गाउँको लेक साइड है। हेर्नु कोदो पनि फुलिसक्यो, तोरीको तेल पनि फुलिसक्यो। गैडा त आउनु नि, गैडा आउँछ नि क्याप्पा खाला दाइलाई। छाता पनि छ बाजे, नमस्ते। यहाँ हाम्रो दिदी पनि छ है। यो त हाँस टिप्न भागो। टिप भागो जङ्गली हाँस हो। तोरी तेल लाएर कपा हामी चाहिँ लास्टमा चाहिँ यहाँ चाहिँ चटपट खान आएको होइन। सिलेट धेर नआउनु है, ब्याट्री डाउन हुन्छ फेरि। फाइनली हामी चाहिँ यहाँ चाहिँ चटपट खाना हुन आएको स्पेसली। ए भेना ओए काले दौरी के साथ